एउटा चरालाई त ईश्वरको इच्छा बिना भुइँमा खस्न दिनुहुन्न भने तपाईँ हामी त स्वयं परमेश्वरको पति स्वरूप हौँ। अब हामी दुःखमा पर्छौँ त, अब हामी पीडामा नै, अब त हामीलाई हेर्ने र चलाउने त कुनै चिजै हुँदैन। जे पनि हुन्छ समस्या जति पैतालाको धुलो भइसकेको हुन्छ। हामीसँग त परमेश्वरको वचनले सजी सजाऊ, परमेश्वरको वचन र गवाईले हाम्रो आत्मा त ईश्वरले सजी सजाऊ बनाउनु भएको छ। त्यसै कारण त आज सबको मुखमा हेर्नुहोस् न, सुन्तलाको दाना जस्तो छ, मुखबाट रगत चुहिएला जस्तो छ, हटिलो मटिलो तयारी, निरोगी, स्वस्थ तन्दुरुस्त परमेश्वरको वचनले बनाइदिनु भयो। अब किन डराउनु पर्यो त? डराउनु पर्छ त? नै पर्दैन। एउटा चरा भँगेरालाई त पिताको इच्छा बिना त्यसलाई मर्न र लड्न दिनुहुन्न, भुइँमा बस्न दिनुहुन्न भने हामी त भँगेरा भन्दा मूल्यवान छौँ। उहाँको प्रतिस्वरूप, उहाँको मन्दिर हामी हो, परमेश्वरको मन्दिर हामी हो। जुन मन्दिरमा पवित्र आत्मा वास गर्नु भएको छ, जुन मन्दिरमा पवित्र आत्मा वास गर्नु भएको छ, त्यो मन्दिर गर्व गर्नुहोस्, म हो भनेर ताली बजाउनुहोस् त। त्यस्तो मन्दिर हो। त्यसकारण यो मन्दिर परमेश्वरको प्रशंसा योग्यको मन्दिर हो, चान्चुन होइन। परमेश्वरको हातले अभिषेक गरेको मन्दिर हो, चान्चुन होइन। आजैबाट तपाईँका सबै काम शुद्ध परमेश्वरको परिपूर्णता वचनले बनाइसक्नु भएको छ। त्यसै कारण त परमेश्वरलाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। तिमीहरूका शरीरको केश पनि सबै गन्ती भएको छन्। यसै कारण तिनीहरूसँग तिमीहरू धेरै नडराउ है। हाम्रो टाउकाको केश त परमेश्वरले गन्ती गर्नुभएको, गन्ती गनेर राख्नु भएको छ भने अब हाम्रो जीवनमा भएका रोग समस्या बाधा अप्ठ्याराहरू रहन सक्छ त? सक्छ जस्तो लाग्छ यहाँहरूलाई? लाग्दैन। विश्वास बढाउनुहोस्, सबै दुष्ट भुइँमा झरिसकेको हुन्छ। तपाईँको विश्वासले तपाईँको हुने हो। हाम्रा गुरु येशू मसीहले पनि 12 वर्षसम्म रगत बग्ने स्त्रीले पछिल्लोतिरबाट आएर वस्त्र छुँदा उनको रोग निको भयो। किन रोग निको भयो? गुरुको भन्दा पनि त्यो छुनी स्त्रीको विश्वास धेरै थियो। गुरुको त आफ्नो विश्वास आफ्नो पितासँग सधैँ, तर गुरुलाई थाहा थिएन गुरुको वस्त्र छुन पाए म निको हुन्छु भन्ने। 12 वर्षसम्म ब्लड बग्ने स्त्रीलाई थियो। उसले पछाडि त्यो भिडमा पछाडिबाट आएर वस्त्र छुँदा नछुँदै तब उहाँसँग त्यो लेडिजसँग भएको दुष्ट भागेर गयो र ब्लड बग्नलाई निको भयो र पछि गवाई उसले बताइन्। त्यही गवाई आज तपाईँ हामीले पढ्न पाएका छौँ, त्यही गवाईलाई विश्वास गरेर अगाडि बढेका छौँ। त्यसकारण त परमेश्वरले भन्नुभयो तिम्रो टाउकाको केस पनि मैले गनेको छु। अनि त पटक पटक भन्नुभएको छ नडराऊ, विश्वास गर, अगाडि बढ, हिम्मत गर, आँट गर, साहस गर, परमेश्वर भन्नुहुन्छ। यसै कारण तिमीहरू नडराऊ, तिमीहरू धेरै भगेरा भन्दा बट्ट मूल्यवान छौ। कसको नजरमा? परमेश्वरको। सबले भन्नुहोस् त, परमेश्वरको नजरमा हामी मूल्यवान छौँ भने दुष्ट आत्मा कहाँ छ? हाम्रो बोल्नु त पैताला मुनि छ। शैतान आत्मा हामीलाई बिगार्ने, भूत आत्मा तन्त्र मन्त्र खेलेर हान बान हान्ने शैतानिक आत्मा तपाईँ हाम्रो पाउमुनिको धुलो भएको छ। तपाईँ हामीलाई चाहिँ परमेश्वरले उहाँको शक्तिले घेरेर मजबुत र बलियो बनाएर, टुटेको फुटेकोलाई नयाँ बनाएर, अनि भाँचिएकोलाई जोडेर, धोइ पखाली गरेर, गरिबलाई धनी, रोगीलाई निरोगी, बोल्न नजान्नेलाई बोल्न सक्ने सक्षम बनाएर, स्वर्गको राजदूत, स्वर्गको सिपाही बनाएर गट गट दौडाउनु भएको छ। पुरा हतियारको साथ मेरो महिमा गर भन्नुभएको छ। त्यो हतियार अहिलेका वचन, आजका गवाई भजन परमेश्वर पिताले दिइसक्नु भयो। धन्यवाद गर्छु सर्वशक्तिमान ईश्वर पिता मसीहमा। कहिल्यै नडराउनुहोस्। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, तपाईँमा समस्या आयो भने पहिला चङ्गाई गर्नुहोस्। तपाईँको हातमा शक्ति छ, पहिला चङ्गाई गर्नुहोस्। एक हतियार चलाउनुहोस्। दोस्रोमा अन्य भाषा गर्नुहोस्, 2टा हतियार भयो। तेस्रोमा हिम्मत गर्नुहोस्, 3टा हतियार भयो। चौथोमा
गर्नुहोस्। परमेश्वरका यति धेरै हतियार छन्, हिम्मत गर्नुहोस्, आँट गर्नुहोस् अनि ईश्वरलाई भन्नुहोस् नहुने कुरै हुँदैन। तर पहिला तपाईँ हामी के गर्छौँ, समस्या आयो भने कता होला ठुलो पैसाको पिठो कति छ दराजमा, ब्याङ्कमा कति छ, कहिले देला साइली माइलीले दिन्छन् कि भनेर हामी पहिले उता कुदाउँछौँ। त्यही भएर दुःख पाएको उता उता होइन यता कुद्नुहोस् न अनि पो हुन्छ त, कुद्नु पर्यो नि त। अनि उता गइसकेर आएर यहाँ आएर गवाई बताएर हुन्छ त, भएको जति चाहिँ सक्नुहुन्छ उता लगाएर अनि दुःख पाउनुहुन्छ। अनि यो र त्यो त्यो र त्यो उता गयो, त्यो होइन। मलाई गाह्रो भएको थियो, ईश्वरमा विश्वास गरेँ अनि ढुक्क आत्मा बनाई मेरो ईश्वरले निको पार्नु भयो। त्यो चाहिँ तपाईँ खाँटी हो। त्यो गवाईले प्रत्येकको लडाइँको जीवन हुन्छ, प्रत्येकको गलेको जीवन तयारी हुन्छ। त्यसलाई गर्नुहुन्छ ईश्वरले गवाई। त्यो हो ईश्वरको गवाई। हजुर तपाईँहरूको जिन्दगी त डक्टरकोमा गएर हुन्थ्यो होला, 2-4 लाख रुपियाँ सकेर हुन्थ्यो होला, सुनसादी बेचेर पनि हुन्थ्यो होला। तर मेरो जीवन त भएको सारा सम्पत्ति सकेर यही जीवन धितो राखेर उपचार गर्छु भन्दा पनि थिएन। हातमा 6 महिनाको डेट लिएर बसेको मान्छे आज 13 वर्ष भयो, त्यहाँ नटेकिकन जीवन दिनु भएको छ भने तपाईँहरूलाई दिनुहुन्न? खाएको वचन खोइ, त्यत्रो सुनेको वचन खोइ, ईश्वरमा दिन रात गरेको खर्च र मेहनत खोइ खोइ। गाह्रो भयो उता गयो, सुई लगाइदियो, उता गऱ्यो, आइ निको भयो, त्यो हुन्छ, यही निको हुन्छ, अहिले हुनुपर्छ। ईश्वरले त अहिले गर्नुहुन्छ, अहिले यहाँ आउँदा आउँदै हुनुपर्छ। परमेश्वरमा त अहिले तुरुन्तै हुनुपर्छ, गरेर देखाउनुहुन्छ। आज संसारमा असम्भव कुरा मेरो पिता धन्यवाद, आज यो जीवन सम्भव पारेर देखाउनु भयो। परमेश्वर पिताले बच्चा टुहुरा हुन्थे, आज कुन बिचो हुन्थ्यो, तर ईश्वर धन्यवाद आज तपाईले बचाउनु भयो। तपाईको महिमाको लागि, वचनको लागि आज मेरो बच्चा आमा भन्न पाएका छन्। यो नै गर्वको कुरा हो। धन्य ईश्वर येशू मसीहको नाममा हजुरलाई करोडौं धन्यवाद। अरु विश्वास बढाउनुहोस्, तपाईहरूले अरु उत्साहित हुनुहोस्। के विश्वास गरेको यस्तो, यो नै विश्वास हो। विश्वास त यो हो, अगाडि मृत्युकै भए पनि ठिक छ बोल्नुहोस्, ठिक हुन्छ, त्यो गवाई र त्यो विश्वास तपाईको हो। त्यसकारण आज ईश्वरले यो जिन्दगी ढुङ्गो फुटाएर दिएको गवाई हो, ढुङ्गोबाट निकालेर दिएको गवाई। त्यो बच्चा ढुङ्गोलाई फुटाएर फालेर उहाँको सन्तानलाई दिएको गवाई चाहन्छु होइन। त्यसकारण त धन्यवाद सर्वशक्तिमान ईश्वर पिता येशू मसीहको नाममा भन्दै आजका वचन गवाईहरूले यहाँहरूलाई आशीर्वाद, खुसी र अरु विश्वास गर्न सक्ने शक्ति र क्षमता मिलिसकेको छ भन्दै म भिराउने अनुमति माग्छु। हस्त नमस्ते।